हामीलाई त्यो बाटोमा छोडेको भुसिया कुकुरलाई भन्दा तलतिर गरेर छोड्यो। हिजोदेखि खाना दिएन। अब अन्तिम उपाय भनेको मैले 1 लिटर मोटी तेल पेट्रोल किनेर राखेको छु। क्यान्टिनमा आएर भात बन्द गरिदिनु भनेर छ। अनि भात बन्द गरेपछि यिनीहरू आफै जान्छ अरे। बालनको छोरी पिटिसी स्कुलमा पढ्छ, मेरो भन्दा 2 महिना कान्छो बच्चा छ मेरो छोरीले। बाख्राले पाएको छैन, एउटा चाउचाउको पाकेट बोकेर रोडमा हिँडेछु। हिजो बिहान मात्रै हो खाना खाएको, त्यहाँदेखि यता केही खाएको छैन, पानी पनि छैन। हामी पुलिसहरू आउँछ, टन्न बस्छ, ऊ हाँसेछ, त्यस्तो रमाइलो छ उनीहरूलाई। टाउको दुखेर यस्तो कानहरू यस्तो दुखेर कस्तो भइरहेको छ मलाई त। हेर्नु यस्तो रङरङ चग्ना चुलु केही छैन। नेपालको छोरी हो म। मेरो बुवा आमा हुनुहुन्छ, मेरो परिवार सबै हुनुहुन्छ। सिर्फ मेरो श्रीमानको मात्रै केही नभएर आफन्त नभएर चाहिँ सर। मेरो नाम सुकमाया गुरुङ। हिजो बिहान मात्रै हो खाना खाएको, त्यहाँदेखि यता केही खाएको छैन, पानी पनि छैन। हामी त पानी पनि खान पाएको छैन। हामीसँग पैसा पनि छैन। अब यहाँ दियो भने खाओ, यहीँ बसिरहो, यहाँ दियो भने खाओ, नत्र पानी पनि छैन सर। हामी पुलिसहरू आउँछ, टन्न बस्छ, ऊ हाँसेछ, त्यस्तो रमाइलो छ उनीहरूलाई होइन। अब आउँछ यसरी बस्छ, हाँस्छ, रमाइलो छ उनीहरूलाई। हामीलाई चाहिँ यस्तो पीडा छ, रातैभरि सुत्या पनि छैन सर। मेरो टाउको दुखेर यस्तो कानहरू यस्तो दुखेर कस्तो भइरहेको छ मलाई त। अनि सबै त्यस्तो सबै टेन्सनमा छ। हेर्नु न यस्तो रङरङ चग्ना चुलु मान्छे सबै बिमारी छ। मेरो पनि यहाँ के अरे त्यो जुन चाहिँ पित्ताथैलीमा पत्थरीको अपरेसन गर्न भनेर लगाएको, म पैसा नभएर अपरेसन नगरी बसिरहेको थियो। सरकारले यहाँ लिएर आयो। बिमारी सबै त्यस्तो, कोही खुट्टामा स्टिल छ, स्टिल निकाल्नु पर्ने। अब त्यस्तो सबै बिमारी छ। त्यही माथि पनि अब घर भनौँ न, आफूले छाप्रो लाएर बसेको ठाउँहरू बत्रियो।